एकजना राजा थिए। राजा की 7वटी छोरी थिए। कतिवटी? 7वटी छोरी थिए। तो राजालाई अभिमान आएछ अलिअलि। तो छोरीहरूलाई बोलाएर भने, अच्छा जेठी छोरी यता आऊ। हाँ जी पिताजी, तिमीले कसको कमाई खान्छौ? तिमीले कसले दिएको खान्छौ? जेठी छोरीले भनिन्छ, मैले हजुरले दिएको खान्छु। जेठीदेखि माइली साइली त्यसपछि के हुन्छन् ती सबैलाई सोधे, बोले सब हजुरले दिएको, हजुरले दिएको। कान्छी छोरी सानी रहेछन्। कान्छी छोरीलाई गएर राजाले सोधेछन्, छोरी तिमीले कसले दिएको खान्छौ? छोरीले भनिन्छन्, मैले भगवानले दिएको खान्छु। कसले दिएको खान्छु? भगवानले दिएको खान्छु। राजालाई रिस उठेछ। महाराज, हे बुद्धि नभएकी, तेरा दिदीहरूले भने मैले दिएको खान्छु, जब गाउँकाले भने, प्रजाले भने, तिमी भन्दैछौ भगवानले दिएको खान्छौ। राजालाई रिस उठेछ। सम्झाउँदै गएछन्, पढाउँदै गएछन्, उमेर बढ्दै गयो, तर छोरीको वचन पनि फेरिँदैन। उमेर फेरियो, छोरीको बोली फेरिएन, मतलब भगवानले दिएको खान्छु। रिस उठेछ। छोरीमाथि रिस उठेर वनमा एउटा मलमूत्र त्यागेर आफू सफाई पनि गर्न नसक्ने अवस्थामा एउटा लक्कडहारा रहेछ। लक्कडहाराको दाउरा चिर्ने के दाउरा बेच्ने मान्छे रहेछ। एक दिन वनमा रुखले लागेर मूर्छित भएर पछारिएको, उठेर हिँड्न पनि नसक्ने आफ्नो रिसको झोकमा राजाले छोरीको बिहे त्यहीसँग गर्दैछ। ल तेरो भगवानले कसरी खुवाउँछ हेरौँ त। अब राजाले के गरेछन्? छोरीको विवाह उठेर हिँड्न पनि नसक्ने गरिब दाउरा बेच्नेसँग लगेर गरिदिएछन्। अब बिचारा छोरी अब पिताको घमण्डको अगाडि शान्त थिइन्। केही भनिनन्, मेरो भाग्यमा जे छ राजाकी छोरी भएर जन्मे, यो पनि भगवानको इच्छा, र वनमा आए यो पनि भगवानको इच्छा। त त्यही पतिलाई सेवा गर्न थालिन्। नदीमा जाने, यताउता गर्ने, आफूले दाउरा काट्ने, अलिकति लगेर बजारमा बेच्ने, फर्किँदा त्यसैको अलिकति दुध, अलिकति औषधि लिएर आउने, वनका जे छ त्यो खाने र पतिलाई खुवाउने, सेवा गर्ने गर्दिरहेछन्। यो क्रम चलिरहेछ। उनले एउटा काम चाहिँ के गर्दा रहेछन् भने, उनको पति जहाँ थियो नि महाराज, त्यसैको छेउमा एउटा नाग देवताको स्थान रहेछ। नाग देवता र नागिनी त्यहाँ बस्दा रहेछन्। त्यो नानीले बजारबाट पतिलाई भनेर ल्याएको दुधबाट अलिकति दुध चाहिँ त्यो पातमा नाग नागिनको लागि छोडिदिने रहेछन्। नागले देखे बडा राम्रै छ यो कन्या, त बडो सेवाभावी छ। यति दुःख छ उसलाई, यति कष्ट छ, पति हिँड्न सक्दैन, यति दुःख गरेर वनबाट दाउरा चिनेर सबै काम गरेर गए कि आफ्नो मेहनतको कमाईबाट अलिकति दूध मलाई अर्पण गरेछ। कति भाव भएकी रहेछ। उसको सत्कर्म देखेर नाग देवता गदगद भए। र महाराज, जसको जीवनमा नाग गदगद भए नि, उसको जीवन त मालामाल हुन्छ। यो अहिले पनि हुन्छ, यो प्र्याक्टिकल कुरा हो। नाग देवता गदगद भए र महाराज सपनामा आएर भनिदिए, छोरी जहाँ तिमीले दूध छोड्छौ नि त्यसको अलिक उता अलिकति सानो खाल्टो छ, त्यहाँ खन, त्यहाँ अथाह खजाना गाडेर राखेको छ। खजानै खजाना छ। ओ महाराज गइन्, हेरेको त खजानै खजाना। अब त्यो खजानाको उनले सदुपयोग गर्न एकैचोटि उठाइनन्। सबैभन्दा पहिला अलिकति खजाना लिएर गइन्, बजारमा बेचिन, राम्रो वैद्य लिएर आइन्, पतिलाई ठिक गरिन्, अलिकति थोरै 200-400 बिघा जग्गा किनिन् छुट्टै, अलिकति खजाना निकालिन्, त्यहाँ गाउँ बसाइन्, अलिकति अरू निकालिन्, नाग देवताको मन्दिर बनाइन्, अलिकति अरू निकालिन्। अब त महाराज पैसा छ, अन्न क्षेत्र लगाउन थालिन्, गरिबहरूलाई बाँड्न थालिन्। घमण्ड आएन, अझै पनि दैनिक भगवानलाई गएर हात जोड्थिन्, प्रभु मैले त तिमीले दिएको खान्छ। एक दिन अन्न क्षेत्रमा अन्न बाँड्दै थिइन्। अन्न लिने मान्छेहरूको लाइनमा परबाट उनले देखिन् एउटा निस्तेज पुरुष, कालो कालो भएको, अलिकति आफूलाई लुकाउने प्रयास गर्दैछ। नजिकै गइन्, गएर कपडा हटाएर हेरेको त उनको आफ्नै पिता रहेछ। महाराज, पिताजी हजुर
प्रणाम, के भयो? पिताले भने छोरी मैले रिसमा सायद तिम्रो गलत स्थानमा विवाह गरिदिएँ, भगवानको महत्त्वलाई बुझेन, त्यो पाप मलाई लाग्यो, मेरो राज्य शत्रुहरूले युद्ध गरेर खोसिदिए, म दरदर भट्किएँ, जीव बचाउन वनमा आएर लुकेको छोरी, सधैँ तिमीले बाँडेको अन्न क्षेत्रमा आएर मैले भोजन गर्छु, तिमीले आजसम्म देखेकी थिएनौ, आज देख्यौ छोरी, त्यो दिन म गलत थिएँ, म आज भन्छु तिमीले र मैले मात्र होइन, यो समस्त संसारले भगवानले दिएको खान्छ। कसको खान्छौँ हामी? भगवानको खान्छौँ। यदि हामी आफ्नो बलमा आफ्नो ऐश्वर्यमा मातियो भने त मारिज प्रकृतिसँग हामी लड्न सक्छौँ? सक्दैनौँ। हजुर, प्रकृतिमा एक मानव छैर आउनुहुन्छ, प्रकृतिले एक मुरी बनाइदिन्छ महाराज। गर्मी सुरु भयो, 2-4वटा एसी चले घरमा महाराज, महिना दिन पछि विद्युत प्राधिकरणको बिल आयो, देखेर टाउको दुख्यो महाराज। महाराज यो त विद्युत प्राधिकरणको बिल देखेर टाउको दुख्यो, सूर्य देवताले आफ्नो बिल पठाइदिए भने त डिप्रेसनमा जान्छ महाराज, होइन? सूर्यले भने दिनभरि बिजुली बालेको यति पैसा तिरिस, विद्युत प्राधिकरणलाई रातभरि बिजुली बालेको मेरो बिल दे, म त भिटामिन डी पनि दिन्छु, प्रकाश पनि दिन्छु। समरसिबलबाट महाराज पानीका ट्याङ्कर मगाएर काठमाडौँवासीले खनाउनु पर्यो घरमा, पानीवाला प्रत्येक पटक बिल लिएर आउँछ महाराज। किसानले धान रोपेर आउँछ, आकाशबाट वृष्टि हुन्छ, परमात्माले पठाइदिनु महाराज बिल एक दिन। अरे छोडिदिनुहोस्, यो त बहुत सामान्य कुरा भयो, गुड कुरा गरौँ बोले एक दिन अलिकति श्वास दम बढ्यो, के बढ्यो? दम बढ्यो, हस्पिटलको यो 2 घण्टा अक्सिजन लगाएको महाराज यति लामो बिल आयो, वायु देवताले भनौँ लाइफ टाइमको अक्सिजनको बिल दे भाइ। मान्छे त डिप्रेसन होइन महाराज, के पेसनमा पुगिस, हो कि होइन? जोडले भन्नु राधे राधे। यो निश्चित हो, हामी सबैले ईश्वरको कृपाले खान्छौँ, ईश्वरको कृपा पाउँछौँ।